जुम्लाको सौन्दर्य संस्कृतिको सम्पदाको जानकारी दिने उद्देश्यले काठमाडौँमा फोटो प्रदर्शनी सुरु भएको छ। प्रदर्शनीमा पत्रकार भरत बन्धु थापा लगायतका फोटो पत्रकारहरूले कैद गरेका 21वटा फोटोहरू राखिएका छन्। 2 दिने प्रदर्शनीमा जुम्लाको दुर्गमदेखि सुगम पक्षहरू झल्काइएका छन्। स्थानीय जनजीवन, रीतिरिवाज, ऐतिहासिक सम्पदा तथा प्राकृतिक सम्पदाका जीवन्त फोटोहरू राखिएको पत्रकार थापाले बताउनुभयो। ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक महत्त्व झल्किने तस्बिरहरू राखेका छौँ, जुन नेपाली भाषाको उद्गम थलो जुम्ला र सिजा सभ्यताको उजागर गर्नलाई नै हामीले यो अभियान गरेका हौँ। र यो जुम्ला केन्द्रित जो उच्च स्थानमा फल्ने धान, जुन मार्सी धान लगायत घोडा मर्चा, कागुनो, जुनेलो लगायत विभिन्न यहाँ उत्पादित सामग्रीहरू पनि राखेका छौँ। क्यामेरामा कैद भएका तस्बिर नजिकबाट हेर्दा अझै मनमोहक देखिने फोटो पत्रकार एलपी देवकोटाले बताउनुभयो। उहाँले फोटो प्रदर्शनीले सबैलाई कर्णाली एकपटक नजिकबाट गएर घुम्न प्रेरित गर्ने बताउनुभयो। अशिक्षा, भोक, रोगको मात्रै छैन, त्यहाँ धेरै सम्भावनाहरू छन्। कर्णाली हेर्दाखेरि सुन्दर छ, त्यहाँको पर्यटकीय क्षेत्रहरू छन्। हामीले काठमाडौँबाट परिकल्पना गरेको कर्णाली, जुम्ला र तस्बिरमा देखिने जुम्लामा फरक छ। एकचोटि आउनुहोस्, यहाँ तस्बिर हेरेर कर्णाली गएर घुमिदिनुहोस् भन्ने चाहिँ चाहन्छु। फोटो प्रदर्शनीले जुम्लाको पर्यटकीय गन्तव्यलाई अझ उजागर गर्ने अपेक्षा लिइएको छ। आफूले सोचेको, आफूले रोजेको जस्तो घर, डेरा वा जग्गा किन्नु परे वा बेच्नु परेमा घर खोज्ने भर नेपालहोम्स.com।